गगन थापाको हिम्मत त्यत्रो छ, सूर्य थापा किन यति कमजोर? म गगन थापा होइन कि सूर्य थापा हो। त्यही भएर भने कि थापा भने त अलिकति भिन्नै स्वभाव हुनु पर्यो नि। थापा काङ्ग्रेसको सभापति शेरबहादुर देउवा हुने कि पूर्णबहादुर खड्का हुने भनेर त्यो मेरो बिजनेस होइन, मलाई टाउको दुखाउनु छैन। गगनजीलाई एमालेमा केपी ओलीले छोड्नुपर्छ भनेर टाउको दुखाउन किन पर्या होला भनेर भनिरहेको छु म। प्रचण्डले चाहिँ अध्यक्ष छोडेर संयोजक भए भनिसके, गगनजी चाहिँ त्यो भएको परिवर्तन पनि थाहा पाउनुहुन्न। त्यता नलाग्नु उहाँलाई, म त उहाँलाई चाहिँ शुभकामना भन्छु। तपाईँ लडेर महाधिवेशनको मिति तोकेर लडेर शेरबहादुर देउवालाई डिफिट दिएर अथवा अर्को कसैलाई डिफिट दिएर सभापति हुनुभयो भने पनि केही मलाई छैन, म शुभकामनै भन्छु। तर गगन थापाजीको तरिकाले न राज्य चल्छ न पार्टी चल्छ, केही पनि चल्दैन। उहाँ आफै पनि चल्नुहुन्न। अहिले असन्तुष्टि भड्काउने काममा काम लाग्नुहुन्छ। कुन कुन देशी विदेशी संलग्नताहरू सहित हुनुहुन्छ। उहाँको म युवा हुँ भन्ने 3 चोटि जितिसक्नुभयो। 3 चोटि 15 वर्ष 4 चोटि सांसद हुनुभयो, 3 चोटि उहाँले प्रत्यक्ष जित्नुभयो, 1 चोटि समानुपातिकमा 64 मा आउनुभयो। समानुपातिक पनि भोग गर्नुभयो, 3 चोटि जित्नुभयो। 20 वर्षदेखि संसदमा हुनुहुन्छ कि नयाँ हो? मापदण्ड बनाउने कुरामा उहाँ तयार हुनुहुन्छ? आफूलाई अप्ठ्यारो पर्ने मापदण्ड बनाउनु? 3 चोटि जितेका मान्छे 4थो चोटि नलड्ने भन्ने मापदण्ड बनाउनु तयार हुनुहुन्छ? म सोध्न चाहन्छु कि म त पहिलोचोटि निर्वाचित भएको मान्छे हुँ। उमेरले म गगनभन्दा दाइ हुँ, जेठो हुँ म। उहाँले भेट्दा मलाई दाइ नै भन्नुहुन्छ, मैले भाइ नै भन्छु। नेतृत्वका हिसाबले उहाँ कङ्ग्रेसको महामन्त्री हुनुहुन्छ, म महामन्त्री लेभलको होइन। म त पोलिट ब्युरोमा, म त पार्टीको तेस्रो टायरमा छु। पुस्ताका हिसाबले पनि म पार्टीको तेस्रो चौथो पुस्ताको मान्छे हुँ। त्यसो भएर मलाई हतारो छैन। म हतार गरेर तातै खाउँ जल्दै मरौँ जस्तो मान्छे होइन। म विश्लेषण गर्ने त्यो योग्यता क्षमता हैसियत भएको मान्छे हुँ। अनि युवाहरू रहेछन् है, त्यहाँ पनि प्रश्न गर्छन्, म नेतृत्व गर्न तयार छु भन्छन्, दबाब दिन्छन्, छोड भन्छन् बुढाहरूलाई, हामी आयौँ तयार भयौँ भन्दा पनि एउटा सन्देश जान्छ नि, होइन म होइन फलानै हो, अझै कार्यकाल हो, तिला नै हो भन्नुहुन्छ। यसले त तपाईँहरूको आत्मसमर्पणवादी चिन्तन, आफैलाई चाहिँ अयोग्य मान्ने एउटा लौकिकताभाषी चिन्तनको चाहिँ प्रतिबिम्ब देख्यो क्या। सूर्य थापा त जुझारु मान्छे हो नि, लड्न पर्यो नि त। म नीतिमा लड्ने हो, सही नीति बनाउने कुरामा लड्ने हो। म पद ताकेर हिँडेको हिजो पनि होइन, आज पनि हिँड्दिनँ। कथाले मागेको ठाउँमा बसेर योगदान गर्ने हो। मैले पदलाई आफ्नो चाहिँ एकदमै आफ्नो के न चिजका निम्ति चाहिँ पद ताकेर हिँड्दिनँ। म आँट हिम्मत योग्यता नभएर होइन कि, तर म अध्यक्ष हुँ भनेर, अध्यक्षको प्रत्याशी म हुँ भनेर तपाईँको मिडियामा बोलिदिने बित्तिकै दुनियाँले मलाई पत्याउँछ। मेरो स्वीकार्यता बढ्नु चाहिँ त्यो चाहिन्छ।